हेलो मित्रहरू, नमस्ते। यो हो सुरमा सरोवर जाने पदमार्ग। सुरमा सरोवर बझाङ जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो, जहाँ हरेक वर्ष जनै पूर्णिमामा मेला लाग्छ र बझाङ, दार्चुला लगायतका जिल्लाहरूबाट भक्तजनहरू खाली खुट्टा टाउकोमा सेतो कपडा बेरेर जङ्गली फुलको माला लगाएर सुरमा भवानीको दर्शन गर्न जान्छन्। आज जनै पूर्णिमा होइन, न त भक्तजनहरूको घुइँचो नै छ। सुनसान पदमार्गमा म एक्लै सुरमा सरोवरको यात्रामा निस्केको छु। म सोलो घुमन्ते आज एक्लै सुरमा सरोवरको यात्रा गर्ने उद्देश्यका साथ बिहान 5 बजे सुरमा गाउँबाट पदयात्रा सुरु गरेको छु। मौसम पूर्वानुमान हेर्दा 3 दिन पानी पर्ने भनेर देखाएको छ, तर अहिले बिहानको मौसम ठिकै देखिन्छ। ल हेर्नुहोस् त, कस्तो सुन्दर पदमार्ग, कति आकर्षक दृश्य। सुरमा गाउँबाट ठाडो उकालो सुरु हुने यो पदमार्ग करिब 7 किलोमिटर यस्तै ढुङ्गा काटेर सिँढीहरू बनाइएको छ भने अप्ठ्यारो ठाउँमा दुवैतिर रेलिङ पनि जोडिएको छ। अहिले जेठको मध्य महिना, बाटोमा चुत्रो फुलेर पहेँलपुर भएको छ। मौरीहरू भुनभुनाइरहेका छन्। उकालो हिँड्दै गर्दा 2-4 झुप्पा चुत्रो फुल टिपेर चपाउनुको मजा बेग्लै हुन्छ। निक्खर अमिलो स्वाद, घाँटी सुकेको बेला मुखभरि पानी भइदिन्छ, आँखा झल्ल खुल्छन्, थकाइ एकाएक हराएर जान्छ। मलाई त यो साह्रै स्वादिलो लाग्छ। यो पदमार्ग डाँडाको धार हुँदै उकालो लागेको छ। कहीँ कतै बाहेक दायाँ बायाँ घुम्तीहरू छैनन्। सुरमा गाउँबाट 1 घन्टा जति हिँडेपछि पानीको धारा भेट्टिनु बाहेक बाटोमा कतै पनि पानी छैन। त्यसैले स्थानीयहरू कम्तीमा 2 बोतल पानी बोक्नु है भनेर सुझाव दिन्छन्। चर्को घाम लागेको बेला त 2 बोतल पानी पनि पर्याप्त नहुने रहेछ। स्थानीय र प्रदेश सरकारले पदमार्ग स्तरोन्नतिको काम गरिरहेका छन्। जति माथि उक्ल्यो त्यति बाटो साँघुरो र भिरालो हुँदै गइरहेको छ। कुहिरो लागेको बेला डाँडाबाट तल निहाल्ने हो भने अनन्त आकाशमा हराएको अनुभूति हुन्छ। बीचबीचमा ट्राइपोड सेट गरेर कतै पङ्ख फैलाउँदै त कतै ढुङ्गाको टुप्पोमा खुट्टा हल्लाउँदै फोटो भिडियो लिइरहेको छु। उचाइबाट डराउने म आज पनि बिस्तारै उचाइसँग अभ्यस्त हुँदै गइरहेको छु। केही वर्ष पहिला मेरो यही फोबियालाई कम गर्न प्याराग्लाइडिङ र बन्जी जम्प दुइटैको अनुभव लिएको थिएँ। तत्पश्चात मेरो डर हराउँदै गएको महसुस गरेको छु। यो पदमार्गमा झन्डै 4 घन्टा हिँडिसकेपछि पातरासी खौला भन्ने ठाउँभन्दा माथि मैले पहिलोचोटि हिउँ भेटेँ। अब म करिब 4400 मिटरको उचाइमा पुगिसकेको थिएँ। हिउँ 2-4 दिन अघि परेको जस्तो देखिन्थ्यो। यो टुप्पोबाट अलिकति ओह्रालो झरेर पुनः उकालो लाग्नुपर्ने छ। हिउँमा हिँड्दाखेरि आउने पाइलाको आवाज किन मलाई सन्तुष्टिपूर्ण लाग्छ। अब अगाडि बाम्ने डाँडा, बाम्ने ओडार, मधुखर्क भन्ने ठाउँ पार गरेर बुढाविनायक भन्ने ठाउँमा पुगेँ। मधुखर्कको तल बेसीको पाटनमा टेन्टहरू हालेको देखियो। यार्सा टिम्ने टोली रहेछ। यार्सा 4500 मिटरभन्दा मुनिका पाटनहरूमा पाइने रहेछ। यो बुढाविनायक भन्ने स्थान 4556 मिटरको उचाइमा छ। बुढाविनायकदेखि उत्तर पश्चिमतिर हिउँले सेताम्बे भएका पाटनहरू देखिए। म मधुखर्क पुग्ने बित्तिकै हिमपात सुरु भएको थियो। मैले बोकेको ब्याग भिज्ला कि भनेर प्लास्टिकले छोपेँ। अनि अचानक मौसम बिग्रिने सङ्केत पाएर म फटाफट अगाडि बढेँ। मलाई स्थानीयहरूले भनेका थिए यदि 3 बजेसम्म बुढाविनायक पुगियो भने सरोवर पुग्न सजिलो हुन्छ। सरोवरदेखि आधा घन्टा अगाडि ओह्रालो झऱ्यो भने यार्सा टिप्ने टोलीहरूको टेन्टमा बास बस्न मिल्छ। तर यदि 3 बजेभन्दा ढिला बुढाविनायक पुगियो भने बायाँपट्टि ओह्रालो झर्नु, त्यहाँ जलजला भन्ने स्थानमा पनि खर्कहरू छन्। तर त्यो ठाउँमा अहिले यार्सा टिप्न रोक्का गरिएकोले 4 जना वन हेरालुहरू मात्रै छन्। उनीहरूसँग बास बस्नु होला। मैले समय हेरेँ, दिउँसोको 2:05 भएको रहेछ। समयको हिसाबले म सहजै सुरमा सरोवर पुगेर बास बस्ने ठाउँमा पुग्न सक्थेँ। तर अचानक हुरी चल्न थाल्यो। हिमपात सुरु भइसक्यो। बाटो पनि हिउँले छोपिसकेको थियो। तैपनि मसँग मोबाइल स्क्रिनमा सेभ गरेर राखेको म्यापको मद्दतले म सरोवरसम्म पुग्न सक्छु भन्ने आँट थियो। बिग्रदो मौसमलाई मध्यनजर गरेर म जलजला भन्ने ठाउँमा रहेका खर्कहरू खोज्न थालेँ।
तर कुहिरोले सोध्दै गरेको पाटनहरूमा मैले केही पनि देख्न सकिनँ। अब म दोधारमा परेँ। मसँग दुईवटा विकल्प थिए। पहिलो विकल्प भनेको जे जस्तो अवस्था छ म्यापको सहारामा सरोवरतिरको यात्रा निरन्तरता दिने या त्यहीँबाट फिर्ता आउने। मलाई पहिलो विकल्प नै ठिक लाग्यो। अलि पर पुगेपछि संयोगले मैले तल बेसीमा खर्कहरू देखेँ। करिब 2 घन्टा हिउँमा ओह्रालो झरेपछि म खर्कहरू भएको ठाउँमा पुगेँ। यता जलजला हो कि के हो, अब यता त आइपुगेँ। तर यो टिनले छाएको सबै घरहरू चाहिँ तालचा लगाएर रहेछ। अब तालचा लगाएको चाहिँ अर्काको तालचा के फोडिदिनु है। अनि यहाँनिर छेउतिर आइसकेपछि एउटा चाहिँ यस्तो प्लास्टिकले छाएको खुल्लै रहेछ। अब आज सायद मान्छेहरू कोही आएनन् भने यतै आफै खाना पकाएर बस्नुपर्छ जस्तो लागिसकेको छ। अब गाली गरे नि गरे, जे गरे नि गरे। अब ल खै भित्र जाउँ है त। ओहो, झोलासँग त जान्दा जस्तो छ। झोला निकाल्नुपर्छ। खिचडी पाक्दैछ, खिचडी। यता दाल चामल, अलिअलि सिन्की, मरमसला सबै चिज रहेछ। त्यो भइसकेपछि अब छुट्टै व्यञ्जन बनाएर त सम्भव छैन। त्यो भए हुनाले सबैकै ठाउँमा हालेर खिचडी पकाउँदैछु। यो चाहिँ आजको रेस्टुरेन्ट यस्तो छ। ढोका प्लास्टिकको छ। यतातिर चाहिँ ओड्ने ओछ्याउने कपडाहरूको पनि जोहो रहेछ। माथि सुकेको दाउराहरू छ। पानीको ग्यालन, आधी ग्यालन रहेछ। पानी ल्याउनु जानु पनि परेन, नत्र खोला जानु पर्थ्यो। बाहिर हिउँ परेर सेताम्मे भएको छ। बिहानै 8 बजीतिर उठ्यो। उठिसकेपछि चुलोमा आगो बाल्ने काम भयो। हिजोदेखि मेरो यो खर्कको बसाइ छ। भारी हिमपातले गर्दाखेरि म चाहिँ यतै अड्केर बसेको छु। सुरुमा सरोवर ताल जाने भनेर बाहिर दह्रो हिमपात, रातभरि हिमपात भयो। यसरी जेठको महिना, जेठको मध्यतिर पनि यस्तो हिमपात भएको अवस्था छ। सुनसान छ, कोही पनि मान्छे छैन खर्कतिर। मैले हिजो यो एउटा खाली खर्क देखेर यहाँ आएर बसेँ। यो छ बाहिरको सेरोफेरो। हिजो पुरै खाली थियो, यहाँ हिउँ थिएन। आज चारैतिर हिमपात भएको छ। यो ढुङ्गा, ठुलो ढुङ्गाभन्दा पछाडिपट्टिको लेकबाट म आएको हो। त्यहाँ त धेरै हिजो नै एकदमै धेरै हिउँ थियो। आज झन् कति थप्यो होला। यी सबै खर्कहरू बन्द छन्। यार्सा टिप्नका लागि चाहिँ सिजनल रूपमा बस्नका लागि बनाएका रहेछन्। हो यही हिउँलाई चाहिँ युज गर्छु। पग्लियो भनेपछि आगो पनि बालेको छु। हिजो अलिकति केही खानेकुरा पकाएर खाएँ पनि। र अब अहिले यस्तो हिसाबले चाहिँ चारैतिर हिउँले पुरै सेतामै भइसकेको अवस्थामा यो जेठको मध्यतिर अब अहिले चाहिँ म फर्किनलाई पनि त्यो माथिको जलजला माथि मधुखर्कको लेकमा चाहिँ टन्नै हिउँ छ होला। हिजो नै घुँडासम्म हिउँ आउँथ्यो भने आज अब झन् थपिएको छ। पक्कै पनि त्यहाँ चाहिँ हिँड्न गाह्रो छ। अब अहिले पनि वेदर हेर्नुभयो भने क्लियर छैन। अझै पनि हिमपात भइरहेको थियो, भर्खर रोक्यो। अझै हुने जस्तो सम्भावना देखिन्छ। त्यसो हिसाबले चाहिँ म अझै पनि आज यतै बस्नुपर्छ जस्तो मलाई लाग्छ। भोलि चाहिँ अलिकति आकाश खुल्यो, घाम लाग्यो र केही मान्छेहरूको चहल पहल यदि भएछ भने अनि मात्रै म हिँड्नुपर्छ होला भन्ने सोचेको छु। त्यसो हिसाबले चाहिँ अब
अब 1-2 दिन हेरौँ। अब मेरो यहीँ बास हुन्छ। यो जस्ता पाताले छाएको छ टहरा, यो पल्लो पनि पत्थरले छाएको छ, यो अहिले हिउँले ढाकिसकेको छ। यिनीहरू पनि जस्ता पाताले छाएको छन्। जस्ता पाताले छाएको, यो पनि जस्ता पाताले छाएको छ, उताबाट पनि जस्ता पाताले छाएको छ। र छेउतिरको त्यो प्लास्टिक, यो टेन्टले छाएको, यो माथिको प्लास्टिकले छाएको, र यो पनि प्लास्टिकले छाएको। यिनी प्लास्टिकले छाएकोहरूको चाहिँ ढोकाहरू हालेको हुँदो रहेछ, यस्तै प्लास्टिकले छोपेको हुँदो रहेछ। अब जुन चाहिँ व्यवस्थित तरिकाले यो जस्ता पाताले छाएको छ, तिनीहरूले तालचा लगाएका छन्, सबैतिर तालचा लगाएका छन्। खर्कमा करेन्ट पकाउन लागेको, पानी उम्लिँदैछ। अनि यो के डिहाइड्रेटेड भेजिटेबल मिक्स भन्ने हुँदो रहेछ, मैले फर्स्ट टाइम खाँदैछु। यो चाहिँ सिजनिङ टेस्ट मेकर अरे, यो चाहिँ चिल्ली पेपर। यो पुरै आइस भएको छ, यहाँको मौसमले गर्दा पुरै आइस भएको छ। तताउन हाल्ला छ, हेरौँ यसको टेस्ट कस्तो बन्छ। बाहिरको वेदर। हिजो दिउँसो 4 बजेदेखि म एक्लै यो खर्कमा बसिरहेको छु। चारैतिर सुनसान छ। मैले यति सुनसान 4200 मिटर उचाइको ठाउँमा एक्लै रात बिताएको पहिलो अनुभव हो, त्यो पनि ढोका खुल्लै भएको खर्कमा। निन्द्रा राम्रै लाग्यो, जाडो चाहिँ भयो। रातभरि आगो बाल्न सम्भव भएन। त्यसमा यो चिमालोको दाउरा राम्रोसँग नबल्ने, बले पनि अरूले त्यति दुःख गरेर 2-3 घन्टाको बाटो पिठ्यूमा बोकेर ल्याएका दाउराहरू बालेर खेर हाल्न मनले मानेन। जुत्ता मात्रै फुकालेर लुगासँगै 2वटा कम्बल ओढेर सुत्दा पनि जाडो महसुस भयो। बिहानै उठेर खर्क बाहिर यताउति हेरेँ, कतै मानिसको चहल पहल छ कि भनेर, तर जता हेरे पनि सुनसान थियो। मौसम नखुलेकाले हिजोको खिचडी करेन्ट चाउचाउसँग खाइसकेपछि केही बेर मोबाइलमा भएका फोटो भिडियोहरू हेरेँ, तर मोबाइलको ब्याट्री छिटो छिटो सकिँदै गएकोले धेरै बेर चलाउन मिलेन। अनि कम्बलभित्र घुसेर निदाउने प्रयास गरेँ। म त भुसुक्कै निदाएछु। सपनाहरू पनि के देखिरहेको थिएँ। 2-4 जना मान्छेहरू कुराकानी गरेको सुने, झसङ्ग बिउजिएँ। सपनामा पो हो कि भनेको, बिउजिसकेपछि पनि कुराकानी गरेको सुनिरहेको थिएँ। झटपट ओछ्यानबाट निस्केर ढोका बाहिर चिहाएँ। पल्लो खर्कको बाहिर केही मान्छेहरू पाइला निहाल्दै आइरहेको देखेको र खुसीले चिच्याएँ। उनीहरू म भएको खर्कमा आइपुगे। शङ्काको नजरले मेरो बारेमा सोधे। तिनीहरू बनेरालु रहेछन्। मलाई चोरीमा यार्सा टिप्ने मान्छे हो कि भनेर केरकार गर्न खोजेका रहेछन्। तर मैले मेरो बारेमा सबै भनिसकेपछि आफूहरूसँगै तल्लो स्थानमा रहेको खर्कहरूमा लिएर गएँ। त्यो रात मैले उनीहरूसँगै बिताएँ। भोलिपल्ट बिहान बाहिर हेर्दा आकाश खुलेको देखियो। अब सरोवर पुग्न सकिन्छ भनेर उनीहरूसँग बिदा मागेर बिहान 6 बजेतिर म उकालो लागेँ। बाटोमा वन्यजन्तुका पदचापहरू देखिन्थे। कतै ओडारहरूमा बुवासोहरू पो भेटिन्छन् कि भनेर मनमा नै डर लागिरहेको थियो। एक्लै हल्लाखल्ला गर्दै करिब 3 घन्टा उकालो हिँडेर म चाँदे शिखर भन्ने पासमा पुगेँ। सुरमा सरोवर जाने करिब 5000 मिटर उचाइको सबैभन्दा अग्लो पास यही रहेछ। त्यहाँ पुग्दा नपुग्दै मौसम बिग्रिन थाल्यो। डाँडा काँडाबाट हिमपात सुरु भइहाल्यो। चाँदे शिखर पास नजिकै पुगिसकेपछि फेरि मन दोधार भयो। बिग्रदै गएको मौसमी अवस्थामा 2 दिनदेखि सञ्चारविहीन भएको म सरोवरतिर गएँ भने अगाडिको अनिश्चित यात्राले मलाई थप समस्या पार्छ कि भनेर त्यहीँबाट फर्किन नै उचित लाग्यो मलाई। यो माथि देखिने चाहिँ चाँदे शिखरको पास हो। यहाँबाट यो बिचको खोजबाट सायद क्रस गरेर उतापट्टि सुरमा सरोवर ताल पुग्न सकिन्छ। म जोखिम मोलेरै भए पनि यहाँसम्म आइपुगेँ। मलाई लागेको थियो यहाँबाट अलिकति बाटो देखिन्छ होला, हिउँ परेको भए पनि अलिअलि बाटोको निशान देखियो भने म चाहिँ जान्छु भन्ने लागेको थियो। तर यतातिर हेर्दै गर्दाखेरि चाहिँ यो हिउँले गर्दा बाटो नै देखिरहेको छैन। यो अहिले भर्खरै मैले यताउता गरेर हिँडेको बाटो हो। अरू बाँकी चाहिँ बाटो मैले पत्ता लगाउन सकिनँ। त्यसो भए हुनाले अब चाहिँ म फर्किनुपर्छ होला जस्तो लागिरहेछ। सुरमा सरोवर पुग्ने मेरो चाहना यत्तिकै रहने भयो। अब यहाँदेखि माथि त जान सकिन्थ्यो होला। माथिबाट फेरि उतापट्टि अरू धेरै हिउँ हुनसक्छ र बाटोको निशाना देखिएन भने मलाई पत्ता लगाउन नै गाह्रो हुन्छ होला। त्यसो भए हुनाले अब
यो जोखिम धेरै नलिउँ जस्तो लाग्यो। करिब 80% बाटो पार गरेर पनि मैले फर्किने निर्णय लिँदा भित्रैबाट नरमाइलो लागिरहेको थियो। तर हिमालमा गन्तव्यमा पुग्ने हठ त्यागेर सुरक्षित फर्किनु कहिलेकाहीँ बुद्धिमानी साबित हुन्छ। मैले त्यसै गरेँ। अब फर्किने भएपछि माथिबाटै सर्टकट हुने बाटो पहिल्याउने प्रयास गरेँ। त्यसका लागि डाँडाको तलदेखि माथिसम्मै उक्लेर पल्लोपट्टि झर्ने बाटो खोजेँ, तर कतैबाट पनि झर्न सकिनँ। निराश हुँदै तल झरेर तल्लोपट्टिबाट अङ्गौठ्या नौला राखी फुर्को माग्ने ठाउँसम्म पुगेँ। त्यहाँ हिँड्दै गर्दा बीचमा खोला बगिरहेको आवाज सुनियो। म सतर्क भएर केही तल ढुङ्गाहरू भएको ठाउँबाट पार गरेँ। त्यहीँबाट मैले सुरमा सरोवर सम्झेर जल पनि भरेर ल्याएँ। माथि डाँडाबाट पल्लोपट्टि हेर्दा पर जलजला पाटन र बुढा विनायक देखियो। बीचमा थियो अङ्गौठ्या कुबेर। भिरमा बनाएको साँगुरो बाटो हिउँले छोपेर नदेखिने भएको रहेछ। म अन्दाजमा बाटो खोज्दै तल झरेँ। अलि तल पुगेपछि चट्टानको भित्तामा झुन्ड्याएको फलामे साङ्लो देखेँ। त्यो समातेर बिस्तारै तल तल झरेँ। उतापट्टि खोलामा त साह्रै चिप्लो अनि अप्ठ्यारो थियो। चिप्लियो भने सिधै 500 मिटर तल पुगिन्थ्यो अनि सुरमा सरोवरको कथा त्यहीँ सकिन्थ्यो। त्यो बेला हिमपात पनि भइरहेको थियो। मुटु जोड-जोडेल धड्किरहेको थियो। अब म न फर्किने अवस्थामा थिएँ न सजिलै अगाडि बढ्ने अवस्थामा। त्यो बेला मलाई म्यान भर्सेस वाइल्डको बियर ग्रिल्सको याद आयो। अप्ठ्यारो परिस्थितिमा नआत्तिएर सतर्क भएर हरेक पाइला चाल्यो भने दुर्घटना हुने सम्भावना न्यून हुन्छ भन्ने सम्झेर प्रत्येक पाइलामा स्टिकको सहाराले जुत्ता टेक्ने खुट्किलो बनाउँदै अगाडि बढेँ। तलमाथि कतै नहेरेर केवल बाटोमा फोकस गरेर झन्डै 300 मिटरको भिरको बाटो पार गरिसकेपछि लामो सास फेर्दै भगवानलाई धन्यवाद भने। जलजला पाटनमा पुगिसकेपछि मेरो मोबाइलको ब्याट्री सकियो। त्यहाँबाट फटाफट म हिउँमा हिँडेर बाम्नेओडा पुगिसकेपछि विश्राम गरेँ। पावर ब्याङ्कबाट मोबाइल चार्ज गरेँ। बोकेको खानेकुरा निकालेर आफ्नो पेट चार्ज गरेँ। अघिको भिरको बाटो सम्झेर एक्लै आँसु निस्केला चाहिँ भयो। डर लाग्यो। जे होस् म सकुशल आइपुगेको थिएँ। मोबाइल अन गरेर घरमा कुराकानी गरेँ। म सुरक्षित फर्किँदै गरेको जानकारी गराएँ। केही बेरको विश्राम पश्चात म ओह्रालो लागेँ। अस्ति उक्लिँदा हिउँ नभएको बाटो तलसम्म पनि सेतामे थियो। बाटो छोपिएको थियो। अन्दाजमा हिउँ छिचोल्दै बाटो बनाउँदै तल झरेँ। अलि तल पुगिसकेपछि मेरो पछि 3 जना मानिसहरू यार्सा टिम्ने ठाउँबाट घरतिर फर्किँदै गरेको रहेछन्। उनीहरूसँग केही बेर गफ गरेर म अस्ति उक्लेको भन्दा भिन्दै बाटोबाट फर्किन थालेँ। यो बाटो अलि साँगुरो रहेछ, तर बाटोमा भेडीगोठहरू 1-2वटा होटेलहरू पनि रहेछन्। करिब 4 घन्टा ओह्रालो झरिसकेपछि बेलुकी 6 बजेतिर म सुरमा गाउँ पुगेँ। यसरी मेरो सुरमा सरोवरको अधुरो यात्रा पुरा भयो। धन्यवाद।